मिठो गुन्द्रुकको छोइला। गुन्द्रुकको छोइलाका लागि चाहिने सामानहरू: तेल हाले। तेलमा अलिकति भटमास मैले पहिला नै आधी घण्टा जति भिजाएर राखेको थिएँ। यसलाई पखालेर मैले तेलमा भुट्न थालेँ। अनि यसलाई मजाले अलिकति नुन हाल्ने, भित्रसम्म पसोस् भनेर तेलमा अलिकति नुन हालेर परपरी फुट्ने गरी फ्राई गर्ने। फ्राई भइसकेपछि त्यसलाई झिक्ने। मजाले यस्तै फुट्ने गरी फ्राई गर्नु होला। त्यसपछि मैले गुन्द्रुक जुन मैले धोएर राखेको थिएँ, पहिला नै आधी घण्टा जति भिजाएर धोएर राखेको थिएँ, अनि त्यसलाई मैले अलिकति नुन हालेर फ्राई गरेँ। अनि फ्राई गरिसकेपछि यसलाई पनि झिकेँ। यसरी नुन अलिकति फ्राई हुने बेलामा नि हाल्दाखेरि नुन भित्रसम्म पस्छ। मैले चाहिँ यसरी नै बनाउने गर्छु। त्यसपछि काटेको टमाटर मैले 3वटा जति काटेको टमाटर 4वटा मैले फ्राई गरेँ। त्यसपछि अलिकति तेल हालेँ। अनि तेल चाहिँ थोरै हालेँ, किनभने पहिला पनि फ्राई गर्दाखेरि तेलहरू हाल्नु परेछ। त्यसैले जिरा, मेथी हालेर यसलाई रातो हुने अलि फ्राई गर्नु। रातो भइसकेपछि यसमा मैले हरियो खुर्सानी हालेँ 3वटा जति डल्ले, जुन पनि हरियो खुर्सानी राख्न मिल्छ। त्यसपछि मैले सुकेको खुर्सानी राखेँ। अनि लसुन र अदुवाको पेस्ट हालेँ। अलि बेसार, जिराको धुलो अनि रातो खुर्सानीको धुलो राखेँ। अनि यसलाई भुटेँ। भुटिसकेपछि मैले यसलाई गुन्द्रुक र हालेँ। भटमास र गुन्द्रुक जुन मैले फ्राई गरेर राखेको थिएँ त्यसमा हालेँ। अलिकति नुन हालेँ। अनि प्याज, काटेको प्याज मैले हालेँ। एउटा ठुलो काटेको प्याज हालेँ। त्यसपछि टमाटरको माथिको बोक्रा हटाएर टमाटर हालेँ। फ्राई गरेको टमाटर जुन हाम्रो थियो त्यो हालेँ। अनि यसलाई मजाले मुछ्ने। मजाले मुछेपछि चाहिँ नुनहरू, जुन टमाटर हुन्छ, टमाटर सबै थोक जुन हामीले हालेको हुन्छ नि त्यो चारैतिर मजाले मिल्छ। मजाले मुछ्ने। त्यसपछि मैले एउटा सानो कागती निचोडेँ। सानो कागती सिङ्गै निचोडेँ। यसको बिउ चाहिँ फ्याँकिदिनु होला। हेर्नु त हाम्रो गुन्द्रुकको छोइला कति मिठो, खानामा पनि धेरै मिठो लाग्छ। यो त